सेवा प्रसारण। सार्वजनिक सेवा प्रसारण एनटिभी कोहलपुर। नमस्कार, एनटिभी कोहलपुर समाचारमा स्वागत छ। म नवीन नेपाली। सुरुमा प्रमुख समाचार। बितेको फागुन महिनामा मात्र देशभर 4400 बढी आपराधिक घटनाका मुद्दाहरू दर्ता, सबैभन्दा बढी बैंकिङ कसूर भएको प्रहरीको भनाई। आज विश्व क्षयरोग दिवस। नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरेर मनाइयो। क्षयरोगका 40% बिरामी, उपचारको पहुँच बाहिर। कर्णाली प्रदेश सरकारको पुँजीगत बजेट कार्यान्वयनको अवस्था निकै कमजोर। हालसम्म विकास बजेट जम्मा 15% मात्रै खर्च। अमेरिका र युक्रेनका अधिकारी बीच साउदी अरबमा भएको वार्ता सकारात्मक। आजै रुस र अमेरिका बीच साउदी अरबमै वार्ता गर्ने तयारी। र प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा आज गण्डकी, एपीएफ र बागमती विजयी। एपीएफको फाइनल पुग्ने सम्भावना झन् बलियो। समाचार अब विस्तारमा। बितेको फागुन महिनामा देशभर 4468 आपराधिक घटनाका मुद्दाहरू दर्ता भएका छन्। फागुनमा दर्ता भएका आपराधिक घटनाका मुद्दाहरूमध्ये सबैभन्दा बढी बैंकिङ कसूरका 1127 अर्थात् 25% रहेका छन्। पछिल्लो समय अपराधका घटनाहरू बढी भइरहनुका साथै सबैभन्दा बढी बैंकिङ कसूरका मुद्दाहरू दर्ता भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेश कुमार आचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार बैंकिङ कसूरमा पनि चेक बााउन्सका मुद्दा धेरै भएका छन्। पछिल्लो समयमा प्रविधिको विकाससँगै सामाजिक सञ्जालको दुरुपयोगबाट हुने अपराधका घटना बढ्दै गएको उहाँले बताउनुभयो। बैंकिङ कसूरमा 1127 मुद्दा दर्ता भएका छन्। सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका 521 अपराधका मुद्दाहरू दर्ता भएका छन्। लुम्बिनी प्रदेशमा 612, सुदूरपश्चिम प्रदेशमा 279 र कर्णाली प्रदेशमा 161 आपराधिक घटनाका मुद्दाहरू प्रहरीमा दर्ता भएको प्रहरीले बताएको छ। आज अन्तर्राष्ट्रिय क्षयरोग दिवस। हरेक वर्ष आजकै दिन क्षयरोग विरुद्ध जनचेतना जगाउने उद्देश्यले संसारभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। क्षयरोग विरुद्ध जनचेतना जगाउने, सरल र सहज रूपमा उपचारको प्रबन्ध मिलाउने उद्देश्यका साथ दिवस मनाउने गरिएको छ। यस दिवसले क्षयरोग महामारीको अन्त्यका लागि गरिएका प्रतिबद्धता, प्रयास तथा उपलब्धिहरूलाई सम्झने अवसर समेत प्रदान गरेको छ। राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले दिवसका अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरेको छ। विश्वव्यापी रूपमा क्षयरोग अन्त्यका लागि गरिएका साझा तथा सामूहिक सङ्कल्पमा केन्द्र कटिबद्ध रहेको जनाएको छ। केन्द्रका निर्देशक डाक्टर श्रीराम तिवारीले क्षयरोगबाट विश्वभर लाखौँ मानिस प्रभावित हुने सरुवा रोग भएको र नेपालमा जनस्वास्थ्य समस्याको रूपमा रहेको बताउनु भएको छ। क्षयरोगको कारण 16,000 बिरामीको मृत्यु भएको अनुमान गरिएको छ भने अझै पनि 40% बिरामीहरू उपचारको पहुँच बाहिर रहेको पाइएको छ। रूपन्देहीमा गएको 1.5 वर्षमा 80 जनाको क्षयरोगबाट मृत्यु भएको छ। नियमित औषधि सेवन र उपचारबाट क्षयरोग निको हुने भए पनि समयमै रोगको पहिचान र उपचार नगराउँदा उनीहरूको मृत्यु भएको हो। क्षयरोग नेपालमा एक गम्भीर सार्वजनिक स्वास्थ्य समस्याको रूपमा रहेको छ। सरकारले क्षयरोग नियन्त्रणका लागि विभिन्न प्रयास गरिरहे पनि समयमै रोगको पहिचान र उपचार नपाउँदा नागरिकले अकालमा ज्यान गुमाउनु परेको छ। रूपन्देहीमा विगत 1.5 वर्षमा क्षयरोगबाट 80 जनाको मृत्यु भएको छ। यस अवधिमा 2779 जना क्षयरोगको संक्रमितको संख्या पाइएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ। स्वास्थ्य कार्यालयको अनुसार 2080 को साउनदेखि 2081 को पुस महिनासम्म रूपन्देहीमा 2779 जना क्षयरोगका संक्रमित फेला परेको पाइएको हो।
स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख चिन्तामणि गेवालीले समयमै रोगको पहिचान नहुनु, नियमित औषधि सेवन नगर्नु र HIV सहितको संक्रमण हुनु क्षयरोगबाट मृत्यु हुनुको प्रमुख कारण रहेको बताउनुहुन्छ। अबको चुनौती भनेको हाम्रो मिसिङ छ, त्यो मिसिङलाई खोज पत्ताल गरेर खकार पोजिटिभ बिरामी कति छन् भनेर जाँच्नु नै आजको सबभन्दा ठुलो चुनौती हो। तथापि हामी यो कुरामा प्रयत्नशील छौँ। स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार आर्थिक वर्ष 2080-81मा रूपन्देहीमा 2012 जना क्षयरोगका बिरामी फेला परेका थिए। त्यसता 2081 को साउनदेखि पुस महिनासम्ममा नयाँ बिरामी 776 जना फेला परेका हुन्। स्वास्थ्य कार्यालय रूपन्देहीका क्षयरोग फोकल पर्सन टीकाराम अधिकारीले उपचाररत बिरामीले 2 महिनासम्म औषधि सेवन गर्ने र निको भएको ठानेर त्यसपछि नियमित औषधि सेवन नगर्नाले समस्या बल्झिने गरेको उल्लेख गर्नुभयो। हामीले क्षयरोग रोक्न सक्ने रोग हो, यो रोकथाम गर्न सक्ने रोग हो। त्यो रोगको उपचार समयमै गऱ्यो भने निको हुन्छ। रोकथामका लागि र त्यो रोगको लक्षण चिन्हका लागि समुदायमा हरेक व्यक्तित्वहरूसँग सूचना सम्प्रेषण गर्ने रूपमा कम्तीमा हामीले यो दिनलाई सम्झनुपर्छ। भैरहवाका 20 वर्षीय कुशर रिजालले 1 वर्ष अघि क्षयरोग भए पनि समयमै पहिचान र उपचार पाउँदा निको भएको बताउनुभयो। हप्तामा खानु पर्यो, गएर ट्रिटमेन्ट लिनु पर्यो, डक्टरसित गएर कन्ट्याक्ट गर्नु पर्यो। अब दबाई छुटाउनु भएन, अनि दबाईसँगै न्युट्रिसन डाइट पनि खानु पर्यो। क्षयरोग उपचार गर्न सकिने रोग हो, तर समयमै पहिचान र नियमित औषधि सेवन गर्न भने जरुरी छ। सचेतना, सरसफाइ र सही उपचार अपनाएमा नेपाललाई क्षयरोग मुक्त बनाउन सकिन्छ। दीपक घिमिरे, नेपाल टेलिभिजन, लुम्बिनी प्रदेश, रूपन्देही। दाङमा रहेको साङ्ग्रेलाई प्लाइ उद्योगमा गैरातीदेखि लागेको आगो अहिलेसम्म पनि निभ्न सकेको छैन। बिहान करिब 2 बजेबाट सुरु भएको आगो निभाउने प्रयास अहिले पनि जारी रहेको दाङका प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद लम्सालले बताउनु भएको छ। आगो निभाउन दाङसहित बाँके, बर्दिया, कपिलवस्तु र रूपन्देहीका गरी 8वटा दमकल र सुरक्षा निकायका 200 सुरक्षाकर्मी दिनभर परिचालन गरिए पनि अहिलेसम्म आगो पूर्ण रूपले निभाउन नसकिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताउनु भएको छ। आगो निभाउन खटिएको टोलीले राति 10 बजेसम्म आगो निभाउन सकिने जानकारी दिएको प्रमुख जिल्ला अधिकारी लम्सालले बताउनु भयो। काठमा लागेको आगो निभाउन तुलनात्मक रूपमा सहज भए पनि प्लाई बनाउन प्रयोग गरिने केमिकलमा लागेको आगो निभाउन समस्या भएको प्रमुख जिल्ला अधिकारी लम्सालले बताउनु भयो। उद्योगमा लागेको आगो नजिकै रहेको बस्तीमा सल्किन नदिन विशेष सतर्कताका साथ बस्तीलाई दिनभर घेरेर राखिएको प्रहरीले जनाएको छ। अहिले उद्योगको भित्री भागमा मात्रै आगो लागि भइरहेको छ, बाहिरी क्षेत्रको आगो भने निभाइएको छ। आगोलागीबाट उद्योगमा रहेका सबै सामग्री पूर्ण रूपमा जलेर नष्ट भएका छन्। मध्यरातमा आगोलागी हुनु र अति ज्वलनशील काठ जन्ने एवं प्रज्वलनशील केमिकल रहेकाले एकैछिनमा आगो उद्योगभर फैलिएको स्थानीयले बताएका छन्। करिब 8 बिघा क्षेत्रफलमा रहेको उद्योगको बाहिरी परिसरमा रहेका काठहरूमा भने क्षति भएको छैन। 2063 सालमा स्थापना भएको प्लाइ उद्योगमा दैनिक 700 जनाले काम गर्दै आएको उद्योग सञ्चालक जितेन्द्र बस्नेतले जानकारी दिनुभएको छ। आगोलागीबाट 70 करोड रुपैयाँ भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। समाचारको क्रम जारी नै छ। अहिलेलाई एकैछिनको विश्राम। हाम्रो इतिहास, पहिचान र मूल्य मान्यताहरूको प्रतिबिम्ब हो हाम्रो संस्कृति। तर द्रुत गतिमा परिवर्तन भइरहेको संसारमा हामीहरूले आफैलाई सोधौँ, के हामीले हाम्रो संस्कृति जोगाउन पर्याप्त प्रयासहरू गरिरहेका छौँ? विश्वव्यापीकरण र प्रविधिको विकास सँगसँगै हाम्रो सांस्कृतिक सम्पदा र संस्कृतिहरू बिर्सिने जोखिममा छन्। परम्परागत प्रचलन, भाषा र वेशभूषाहरू लोप हुँदै गइरहेका छन्। तर आशा छ चाडपर्वहरूदेखि लिएर धार्मिक स्थलहरू र कलाकृतिहरूको संरक्षण गर्न र यसको प्रवर्धन गर्न मानिसहरू एकजुट भइरहेका छन्। हाम्रो संस्कृतिको संरक्षणले हामीलाई हाम्रो विगतलाई सम्मान गर्न मात्र होइन, यसले रचनात्मकतालाई पनि प्रेरित गर्दछ र आर्थिक विकासका लागि पनि आधार हो। हाम्रो सांस्कृतिक सम्पदा एक पुस्तादेखि अर्को पुस्तामा हस्तान्तरण हुने हुँदा यो हामी र हाम्रो प्रयासमा निर्भर छ। आओ आफ्नो पहिचान र संस्कृतिलाई संरक्षण गर्न एकजुट हौं।
विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। चालु आर्थिक वर्षको 8 महिना बितिसक्दा पनि कर्णाली प्रदेश सरकारको पुँजीगत बजेट कार्यान्वयनले गति लिन सकेको छैन। यो अवधिमा पुँजीगत बजेटको जम्मा 15.19% अर्थात् 2 अर्ब 85 करोड 25 लाख 40 हजार रुपैयाँ मात्रै कार्यान्वयन भएको छ। सरकारको खातामा अझै 15 अर्ब 90 करोड 26 लाख रुपैयाँ पुँजीगत बजेट थन्किएको छ। चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले विकासतर्फ 18 अर्ब 75 करोड 51 लाख रुपैयाँ विनियोजन गरेको थियो। अर्धवार्षिक समीक्षामै विकास बजेट कार्यान्वयनको अवस्था कमजोर रहेको भन्दै मुख्यमन्त्री एमलाल कडेलले मन्त्रीहरूलाई प्रभावकारी कार्यान्वयनका लागि निर्देशन समेत दिनुभएको थियो। त्यसका बावजुद पनि बजेट कार्यान्वयनको अवस्थामा सुधार आउन नसकेको हो। चालु आर्थिक वर्षमा सरकारले 80% बजेट कार्यान्वयन गर्ने लक्ष्य लिएको छ। यही गतिमा सरकार अगाडि बढ्ने हो भने बढीमा 70% सम्म बजेट कार्यान्वयनमा आउने अर्थ मन्त्रालयले जनाएको छ। रोजगारीका लागि विदेश जाने लहर चलिरहेको समयमा केही युवाहरू स्वदेश फर्किएर रोजगारी दिन थालेका छन्। 5 वर्ष विदेश बसेर फर्किएका गुल्मीका रविलाल पन्थले जिल्लामै दुग्ध व्यवसाय सुरु गर्नुभएको छ। कोरियामा झण्डै 5 वर्ष काम गरेर फर्किएर केही युवाहरू व्यवसायमा आकर्षित भएका छन्। रोजगार अनुमति प्रणाली इपिएस मार्फत कोरिया जानुभएका गुल्मी छत्रकोटका रविलाल पन्थ स्वदेश फर्किएर दुग्ध व्यवसायमा लाग्नु भएको छ। वैदेशिक रोजगारीका क्रममा कोरियाबाट फर्केर रविलाल पन्थ यति बेला रुरु स्थित रिडीमा दुग्ध व्यवसाय सुरु गरेर स्वदेशमै केही गर्नुपर्छ भनेर कम्सिनु भएको छ। 5 वर्ष विदेश बसेर दक्षिण कोरियामा पानीजहाज चलाउने काम गरेको र राम्रै आम्दानी थियो मेरो। मैले राम्रै कमाइ हुँदै पनि एउटा पूर्वाधार तयार नगरुन्जेल चाहिँ हामी त्यहाँ बस्नु बाध्यता थियो। कोरियामा रहँदा हासिल गरेको सिपलाई स्वदेशमै दुग्ध व्यवसाय गरेर उदाहरणीय व्यवसाय बन्नु भएको हो। रिडीमा गौरव डेरीको नामबाट व्यवसाय गर्नुभएका पन्तले दुध, दही, पनिर, केक, आइसक्रिम, कुल्फी, घिउ, छुर्पी उत्पादन गर्नुभएको छ। पन्तको व्यवसायमा अहिले स्थानीयले रोजगारी समेत पाउनु भएको छ। सुरुवाती अवस्थामा हामी 2 जना बुढाबुढी र बच्चाहरू साना भएको भएर र 1 जना स्टाफ गरी 3 जनाबाट सुरु गरेको। करिब 5 देखि 6 लाखको सेरोफेरोमा गाडी र मोटरसाइकलहरू छोडेर सुरु गरेको हाम्रो डेरी हो। अहिले 8औं 9औं वर्षमा प्रवेश गर्दाखेरि करिब 60 लाखदेखि 70 लाख सेरोफेरोमा लगानी पुगेको छ। कृषकको दुधलाई आफ्नो व्यवसायमा सङ्कलन गरेर दुग्धजन्य परिकार बेच्नु भएका पन्तले वास्तविक किसानलाई ठूलो राहत दिनुभएको छ। 15 जना भन्दा बढीले व्यवसायबाट रोजगारी पाइरहेका छन्। करिब 100 जना भन्दा बढी किसानहरू व्यवसायमा जोडिएर काम गरिरहेका छन्। पन्तको व्यवसाय अहिले 70 लाख भन्दा बढी लगानी भएको छ। वार्षिक रूपमा 1 करोड बराबरको कारोबार हुने गरेको छ। अनिल खत्री, नेपाल टेलिभिजन, लुम्बिनी प्रदेश, गुल्मी। अब बाघको प्रसङ्ग। नेपालमा बाघको संख्या बढ्दै जाँदा त्यसको वासस्थान क्षेत्र बढाउनु पर्ने देखिएको छ। निकुञ्ज क्षेत्र, मध्यवर्ती क्षेत्र र अन्य वन क्षेत्र बाघको वासस्थान भए पनि बाघको संख्या बढ्न थालेपछि वासस्थानको समस्या पनि बढेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यले बाघको लागि वासस्थान बढाउन आवश्यक रहेको बताउनु भएको छ। विगत 5 वर्ष यता बाघको संख्या बढ्दै गएकाले वासस्थान पनि बढाउन आवश्यक रहेको उहाँको भनाइ छ। हिंस्रक बाघलाई खुला चिडियाघर बनाएर उनीहरूको संरक्षण गर्नुपर्ने र त्यसबाट आय आर्जनसँग पनि जोड्न सकिने उहाँको भनाइ छ। नेपालमा बाघको संख्या सन् 2009मा 121 रहेकोमा सन् 2022मा बढेर 355 पुगेको छ। बाघको संख्या बढ्दै गर्दा वासस्थान क्षेत्र 93%ले घटेको आचार्यले बताउनुभयो। 100 वर्ष पहिले विश्वमा 1 लाखको हाराहारीमा बाघ रहेकोमा अहिले यो संख्या घटेर 5000 पुगेको उहाँले जानकारी दिनुभएको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि पहल सुरु भएको छ। विमानस्थल सञ्चालन गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण तथा सम्बन्धित निकायसँग समन्वय गर्दै कार्ययोजना निर्माण गरिएको विमानस्थलका महाप्रबन्धक प्रताप बाबु तिवारीले बताउनु भएको छ। महाप्रबन्धक तिवारीका अनुसार यात्रु भाडा दर प्रतिस्पर्धी बनाउँदै विमानस्थलको बजार प्रवर्धन र गन्तव्य प्रवर्धनमा जोड दिएको छ। यात्रु सुविधाको लागि श्रम, मेडिकल तथा भिसा प्रक्रिया सहज बनाउने पहल भइरहेको छ। उहाँले सबै पक्ष बीच बलियो सहकार्य गरी समर सेड्युललाई निरन्तरता दिने र
विमानस्थललाई विश्वसनीय बनाउने दिशामा पहल गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ। श्रम स्वीकृति तथा मेडिकल परीक्षण भइरहवाबाटै गरिने भिसा सेन्टरको व्यवस्था गरिने नेपाल नागरिक उड्डयन प्राधिकरणले उपयुक्त व्यापार रणनीति लागू गरेर मन्त्री परिषदबाट निर्णय समेत भएको थियो। समाचारको क्रम जारी नै छ, एकैछिनको विश्राम। तपाईं एनटिभी कोहलपुर हेर्दै हुनुहुन्छ। अब बाँकी समाचार। दाङको घोराही उपमहानगरपालिका 18 घोडदौरामा जिपलाइन र स्काई साइक्लिङ सञ्चालनमा आएको छ। घोराही बजारदेखि करिब 5 किलोमिटर माथि डाँडामा साहसिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले निजी क्षेत्रको लगानीमा जिपलाइन र स्काई साइक्लिङ सञ्चालनमा ल्याइएको हो। घोडदौरामा जिपलाइन र स्काई साइक्लिङसँगै रिसोर्ट पनि सञ्चालनको तयारी भइरहेको सञ्चालक सुभाष गौतमको भनाइ छ। घोडदौरा आफैमा पर्यटकीय स्थल भएकाले यसको थप प्रवर्धनमा टेवा पुर्याउने उद्देश्यले जिपलाइन सञ्चालन गर्न लागि गौतमले बताउनुभयो। जिपलाइन 750 मिटर लामो रहेको छ भने स्काई साइक्लिङ 155 मिटर लामो रहेको छ। हालसम्म 1 करोड बढी लगानी लागेको र अझै पनि काम भइरहेकाले लगानी बढ्ने सञ्चालकको भनाइ छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र युक्रेनका अधिकारी बीच साउदी अरबमा भएको वार्ता सकारात्मक भएको छ। युक्रेनी रक्षा मन्त्री रुस्टम उमेरोभले अमेरिकी अधिकारीसँगको वार्तामा ऊर्जा लगायतका महत्त्वपूर्ण विषयमा छलफल भएको बताउनु भएको छ। उहाँले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन र सिंह युरोपको भविष्यको सुरक्षासहित स्थायी शान्ति चाहेको बताउनु भएको छ। यस अघि अमेरिकाले राखेको 30 दिने युद्ध विरामको प्रस्ताव युक्रेनले स्वीकार गरेको थियो, तर रुसले अस्वीकार गरेको थियो। दुवै देश ऊर्जा केन्द्र र भौतिक संरचनामा आक्रमण नगर्ने कुरामा भने सहमत भएका थिए। युक्रेन र रुस बीचको युद्ध रोक्न अमेरिका मध्यस्थकर्ताको रूपमा लगातार वार्तामा रहेको छ। आजै रुस र अमेरिकाले पनि साउदी अरबमा वार्ता गर्ने तयारी गरेका छन्। रुसी राष्ट्रपतिका सहयोगी युरी उसाकोभले युक्रेनका बारेमा रुस अमेरिकाको अर्को चरणको वार्ता साउदी अरबमा हुने बताउनु भएको हो। अब आर्थिक समाचार। शेयर बजार 6 कारोबार दिनपछि आज बढेको छ। शेयर बजार परिसूचक नेप्से आज 30.52 अङ्कले बढेर 2645.20 बिन्दुमा पुगेको छ। आज सबै समूहको शेयर बढेकोमा फाइनान्स समूहको शेयर 3.75% उकालो लागेको छ। यस्तै जीवन बिमा अन्य लगानी समूहको शेयर 1.5% बढेको छ। नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ। हिजो 6 अर्ब 32 करोडको कारोबार भएकोमा आज 326 वटा कम्पनीको 97,39,000 किता शेयर 4 अर्ब 48 करोड रुपैयाँमा किनबेच भएको छ। अब खेलकुद समाचार। प्रधानमन्त्री कप 1 दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज भएका 3 खेलमा गण्डकी प्रदेश, नेपाल एपीएफ क्लब र बागमती प्रदेश विजयी भएका छन्। भैरहवा स्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा अर्जुन कुमालको शतक प्रहारका बीच गण्डकीले सुपर ओभर खेलेर मध्य प्रदेशलाई पराजित गरेको छ। यस अगाडि टस जितेर पहिले ब्याटिङ गरेको मधेसले 7 विकेटको क्षतिमा 246 रन जोडेको थियो। रूपन्देहीको तिलोत्तमा स्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको खेलमा एपीएफले लुम्बिनी प्रदेशलाई 7 विकेटले पराजित गर्दै फाइनलको सम्भावना केही बलियो बनाएको छ। अन्तिम खेलमा आर्मी पराजित भएर एपीएफले कोशी प्रदेशलाई हराए
एपिएफको फाइनल सम्भावना बलियो हुनेछ। पुलिसका लागि भने कर्णाली र पुलिस मध्ये एक खेल जिते फाइनल पक्का हुनेछ। यस्तै दाङकोलमई स्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा बागमतीले कर्णाली प्रदेशलाई 9 विकेटले हराएको छ। अब मौसम समाचार। हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल कोशी तथा मध्य प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। आज राति पनि कोशी मधेस र बागमती प्रदेशमा आंशिक बदली रहने विभागले जनाएको छ। अब मौसम सम्बन्धी थप विवरण। समाचारको अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। बितेको फागुन महिनामा मात्रै देशभर 4400 बढी आपराधिक घटनाका मुद्दाहरू दर्ता, सबैभन्दा बढी बैंकिङ कसुर भएको प्रहरीको भनाई। आज विश्व क्षयरोग दिवस। नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरेर मनाइयो। क्षयरोगका 40% बिरामी उपचारको पहुँच बाहिर। कर्णाली प्रदेश सरकारको पुँजीगत बजेट कार्यान्वयनको अवस्था निकै कमजोर। हालसम्म विकास बजेट जम्मा 15% मात्रै खर्च। अमेरिका र युक्रेनका अधिकारी बीच साउदी अरबमा भएको वार्ता सकारात्मक। आजै रुस र अमेरिका बीच साउदी अरबमै वार्ता गर्ने तयारी। र प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा आज गण्डकी, एपिएफ र बागमती विजयी। एपिएफको फाइनल पुग्ने सम्भावना झन् बलियो। हवस् त अहिलेलाई समाचारको सिलसिला यति नै। बिदा दिनुहोस्। नमस्कार। सार्वजनिक सेवा प्रसारण। सार्वजनिक सेवा प्रसारण। एनटिभी कोहलपुर।